नमस्ते सबैजनालाई फेरि एकचोटि आज म तपाईँहरूलाई अस्ट्रेलियाको जनजीवन के कसो हुन्छ त्यसको चाहिँ एउटा ब्रिफ इन्ट्रोडक्सन भनौँ। अब यो त बाटो हिँड्ने बाटो भइहाल्यो। अब यो चाहिँ रेजिडेन्सियल एरिया हो यो, अनि यसरी प्रत्येक घरमा यो सोलर प्यानलहरू चाहिँ प्रायः चाहिँ हुन्छ। चाहिँ यहाँ चाहिँ सरकारले चाहिँ सब्सिडी दिएको हुन्छ, भनेको मतलब डिस्काउन्ट सरकारले अनुदान दिएको हुन्छ यसमा है। प्रायः जसो सबैजनाको चाहिँ घरमा चाहिँ एउटा दुईटा गाडीसम्म चाहिँ नर्मल हो। एउटा बुढालाई एउटा बुढीलाई दुईटा गाडी चाहिँ नर्मलै हो है। अनि अरू के भने यो रुखहरू यस्तो हुन्छ, यो टाइममा यो यहाँ चाहिँ धुलोसुलो सफा गर्ने गाडी आउँछ, यो पात पतिङ्गरहरू उठाउने। अनि यसरी ठाउँमा यसरी चौरहरू अलिकति अगाडि चाहिँ अलिकति ठुलो चौर छ, ठाउँमा चाहिँ ठुलो चौरहरू हुन्छ, प्लेग्राउन्डहरू हुन्छ। अब गाडी नभएको घरै हुँदैन है, र घर नभएको गाडी हुँदैन। ठुलो ग्राउन्ड आउँदैछ। यो चाहिँ वास्तवमा मैले चाहिँ चौरे जस्तो भन्थेन थिएँ पहिला, तर यो चाहिँ के भने अब जग्गा रहेछ घरसर बनाउनलाई छुट्याएको जग्गा। अब चाहिँ यो बिक्रीमा छ। यो घरको चाहिँ यहाँ चाहिँ यो जमिनको नेपाली लगभग तपाईँलाई 12 आना जतिको चाहिँ यहाँ चाहिँ लगभग 3.5 करोडमा चाहिँ बिक्री हुँदैछ। ल 3.5 करोड, $3.5 लाख जति भनौँ न, मा चाहिँ यहाँ चाहिँ बिक्री वितरण हुँदैछ। यसरी यहाँ सफा सुग्घर त छँदैछ भन्नु परेन। ल यो चाहिँ अहिले बिक्रीमा छ। यो टुडिखेलको लगभग आधा जति होला। र यस्ता खालका चौरहरू चाहिँ धेरै यहाँ हुन्छन्, ग्राउन्डहरू। र प्लेग्राउन्ड पनि अब एउटा सानो टोलमै भनौँ न, अब लगभग 20 देखि 30 रोपनीको क्षेत्रफलभित्रमा तपाईँलाई 3-4 वटा ठुल्ठुलो प्लेग्राउन्डहरू हुन्छ बच्चाहरूको लागि खेल्नको लागि चाहिँ है। गाडीको यहाँ गुडै हो। सबैजना बिजी छ यहाँ जिन्दगी। कोही मान्छे कामबाट फर्किँदैछन्, कोही मान्छे जाँदैछन्। सफा सुग्घर चिरी च्याट्ट। तपाईँहरू पनि आउनुपर्छ लाग्यो भने भिजा भेट्ट है। हस् ल आजलाई यति गरौँ।